शरणार्थी। यी चोट देखेकी छौ? म माथि आक्रमण भएको छ, घृणाको, धोकाको। यी चोट बोकेर चोक चोक चहारिरहँदा म अट्ने ठाउँ कतै भेटिएन। सुनेको छु तिम्रो हृदय ठुलो छ रे, दया गरेर हृदयमा ठाउँ दियो भने। म चकमन्न उज्यालो पार्न नसके पनि आफ्ना केशको बाती बनाई रगतको प्राण तेलले थप्न सक्छु एक्स्ट्रा प्रकाश, बाल्न सक्छु एक दीप जसको उज्यालो कोसौं दूरसम्म पुग्नेछ। प्रिय, तिमीलाई धेरै होइन, बस एक धर्म गर्न भन्दैछु। चरण पर्नेलाई शरण दियो भने ठुलो धर्म हुन्छ। प्रेममा प्रे गर्दा छुटेको मलाई मसम्म पुर्याइदियो भने ठुलो धर्म हुन्छ। यी चोटै चोटले फोहोर भएको मलाई को हो र भनेर कसैले सोध्दैन। यी चोटै चोटले फोहोर भएको मलाई को हो र भनेर कसैले सोध्दैन। तिमीले को हौ भन्नु अघि जिउँदै छौ भने पुग्छ। यी चोटै चोटले फोहोर भएको मलाई को हो र भनेर कसैले सोध्दैन। पहिले म कसैको प्रेममा थिएँ सायद। मलाई अमृत लाग्ने ती अश्रु सुरुमा मात्र म हुँदा आउने रहेछन्। अनि अर्कै कोही रहेछ जो म नहुँदा आउने रहेछ। मलाई अमृत लाग्ने ती अश्रु सुरुमा मात्र म हुँदा आउने रहेछ। अनि अर्कै कोही रहेछ जो म नहुँदा आउने रहेछ। त्यसैले यो प्रेम त थिएन पक्कै। वर्षौंसम्म यी चोट सम्हाल्दै एक अठोट लिएको छु आफूलाई निको पार्ने, ताकि कसैले को हो र भनेर सोद्धा मेरो मुखबाट फोहोर ननिस्कियोस्। तर प्रिय, म सोद्धिन तिमीसँग कति छ देऊ, म चाहन्छु तिमीबाटै जति छ देऊ। म सोद्धिन तिमीसँग कति छ देऊ, म चाहन्छु तिमीबाटै जति छ देऊ। यी चोटहरू छन् जो दुखिरहन्छन्, अब यिनलाई निको पार्न तिम्रो प्रेममा ओखती छ देऊ। प्रिय, म सबैबाट भाग्दा भाग्दै तिम्रो सामु आइपुगेको छु। अब मलाई कतै जानु छैन। बस सक्छौ भने तिम्रा चरणमा शरण देऊ, सक्दैनौ भने तिम्रै चरणमा मरण देऊ। म माथि आक्रमण भएको छ, घृणाको, धोकाको। सुनेको छु तिम्रो हृदय ठुलो छ।